रिस भनेको एउटा अग्नि हो, आगो हो। जसरी आगो आफू बलेको हुन्छ, आफू पनि जल्छ र अरूलाई पनि जलाइदिन्छ। हो त्यसै गरी हामी मानव भित्रको जो रिस छ नि, त्यो रिसले गर्दाखेरि हाम्रो ज्ञान, गुण, विवेक, शक्ति, सामर्थ्य र केही गर्न सक्ने जो क्षमता छ नि, त्यसलाई के गरिदिन्छ, भित्रभित्र जलाएर खरानी बनाइदिन्छ। उसले मेहनत गर्यो, कमायो, होइन, उसले कर्मको फल पाइरहेको छ र मसँग जे छ त्यसैमा यदि म सन्तुष्ट रहन्छु भने उसले गरेको कर्मको फल उसले भोगिरहेको छ, मैले के को रिस गर्नु छ, हो कि नि भन्नुहोस् त। अर्को, हामीले कसैको पोजिसनलाई देखेर रिस गरिरहेछौँ, पदलाई देखेर रिस गरिरहेछौँ। उसले त्यो पद पाउनुभन्दा पहिला कति मेहनत गरेको छ, जीवनमा कति सङ्घर्ष गरेको छ, त्यसलाई देख्छौँ भने पनि हामीलाई उसको प्रति रिस नभएर के आउँछ भन्दा मैले पनि यस्तै कर्म गर्नुपर्छ है भनेर हामी देखा सिखी गर्न सक्छौँ। र आज मेन रिस उठ्नुको कारण भनेको हामी के गर्छौँ भन्दा अरूलाई देखिरहेका हुन्छौँ कि हामी अरूसँग तुलना गरिरहेका हुन्छौँ। त्यही भएर रिसलाई जित्नको लागि हामीले कहिले पनि अरूसँग अपेक्षा राख्ने होइन कि यसले मलाई यति दियो हुन्थ्यो। रिस उठ्नुको कारण के त, मैले भने अनुसार अरूले गरेन। बच्चाले परीक्षामा अब घर परिवारमा आमा बुवाले नि के गर्नुहुन्छ, तैँले परीक्षामा यति मार्क्स ल्याउनु पर्छ भन्नुहुन्छ। यदि बच्चाले त्यो मार्क्स ल्याएन भने त्यो बच्चासँग उहाँहरू रिसाउनुहुन्छ। वास्तवमा हामीले अपेक्षा राख्ने होइन।